साथीहरु आज हामीसँग ट्रिग्नोमेट्रीको प्रुफ दैट को क्वेशन रहेको छ र यसलाई अब हामी सल्भ गर्नतिर लागौं। यसलाई बेसिकली तपाई लेफ्ट ह्यान्ड साइडबाट पनि सल्भ गर्न सक्नुहुन्छ, राइट ह्यान्ड साइडबाट पनि सल्भ गर्न सक्नुहुन्छ। आज म यसलाई राइट ह्यान्ड साइडबाट सल्भ गरेर देखाउने छु। एकचोटी पहिला म यसको क्वेशन पढिदिदै छु, क्वेशनले जस्ट लाइक प्रोनाउन्स गरिदिदै छु। क्वेशनले हामीलाई भनेको छ cosec 2a plus cosec 4a plus cosec 8a equals to cot a plus cot 8a प्रुफ गर्न भनेको छ। सो बेसिकली यहाँ चाहिँ हामी राइट ह्यान्ड साइडबाट प्रुफ गर्ने छौं र यसमा चाहिँ तपाईहरुले दुईटा फर्मुला चाहिँ एकदम इम्पोर्टेन्ट छ तपाईहरुको लागि। म यहाँ फर्मुला लेख्दिन्छु। यसमा सबभन्दा बढी युज हुने फर्मुला के हो भन्दाखेरि एउटा के हो भन्दाखेरि cosec 2 थीटा को cos 2 थीटा को फर्मुला के हुन्छ 2 cos स्क्वायर थीटा माइनस 1 एउटा यो फर्मुला हुन्छ नि। अनि अर्को चाहिँ अब यसमा चाहिँ थीटा को ठाउँमा अल्फा भयो भने हामी अल्फा युज गर्छौं। सो हाम्रो जनरल फर्मुला हो र यो फर्मुलाको हामी धेरै युज गर्ने छौं यहाँ। र यदि यहाँ cos 4 थीटा भयो भने यहाँ के हुन्छ cos 2 थीटा हुन्छ। यो तपाईहरुलाई बेसिक कन्सेप्ट आको हुनु पर्छ है। र अर्को एउटा फर्मुला के हुन्छ भन्दाखेरि युज यसमा sin 2 थीटा यो भनेको 2 sin थीटा डट cos थीटा यो दुईटा फर्मुलाको चाहिँ हामी एकदमै युज गर्ने छौं यसमा। ओके सो नाउ लेट्स स्टार्ट सल्युसन टेकिङ RHS। म यहाँ राइट ह्यान्ड साइडबाट सल्भ गर्ने छु। क्वेशन राइट ह्यान्ड साइडलाई लेखौं cot a minus cot 8a र फर्स्ट स्टेपमा हामी के गर्छौं भन्दाखेरि यसलाई हामी के लेख्न सक्छौं cot a जस्ताको त्यस्तै लेखौं र cot 8a लाई हामी के लेख्न सक्छौं cos 8a अपन sin 8a ठीक छ। र अब हेरौं नेक्स्ट स्टेपमा हामी के गर्छौं। यहाँ चाहिँ म हरेक एउटा स्टेप देखाउँछु र तपाईहरुलाई पछि अब बुझेर चाहिँ बीचमा एउटा दुईटा स्टेप हटाउन पनि सक्नुहुन्छ। तर म यहाँ बुझाउनलाई चाहिँ सबै स्टेप लेख्छु, स्टेप बाइ स्टेप जान्छु। cot a माइनस अब यो cos 8a लाई हामी के लेख्न सक्छौं यसलाई हामी cos 2 डट 4a लेख्न सक्छौं। cos 2 थीटा को फर्मुला हो। लागि cos 2 थीटा को फर्मुला एप्लाई गर्न हामीलाई सजिलो हुन्छ। अब तपाईले यो स्टेप नलेखिकन डाइरेक्ट cos 2 थीटा को फर्मुला लगाउँदा पनि केही फरक पर्दैन। तर म यहाँ तपाईलाई लेखेर देखाउँछु ल। र त्यसैगरी डिनोमिनेटरमा चाहिँ हामी के गर्छौं sin 8a जस्ताको त्यस्तै लेखिदिन्छौं ठीक छ नि। ओके सो नाउ मुभ टु नेक्स्ट स्टेप cot a यो cos 8a लाई हामी cos 2 डट 4a लेख्यौं नि। यो 4a * 2 गरेर फेरि यो नै आउन जान्छ नि त माथिको। त्यही भएर यसरी हामी लेख्न सक्छौं। किन लेख्नु भन्दाखेरि हामीलाई cos 2 थीटा को फर्मुला लगाउन सजिलो हुन्छ। अब यो cos 2 थीटा को फर्ममा आयो नि, यसलाई चाहिँ हामी के गर्न सक्छौं cos 2 थीटा लाई 2 cos स्क्वायर थीटा माइनस 1 अपन sin 8a हो। अब यहाँ चाहिँ नबिगार्नु होला, बरु यसलाई चाहिँ ब्र्याकेटमा यसरी राख्दिनु होला। यहाँ माइनस यहाँ अब जस्तै यो टर्म आको छ नि बीचमा यसरी माइनस, यसलाई चाहिँ ब्र्याकेटमा राखेर राम्रो ठीक छ नि इक्वल्स टु। अब हामी चाहिँ यहाँ के गर्छौं भन्दाखेरि हेर्नु होला cot a माइनस अब यो ब्र्याकेट भित्रको टर्मलाई चाहिँ हैन हामी जस्तै एउटा एकैछिनलाई म रफ देखाए रफ जस्तै 1 प्लस 2/8 छ भने यसलाई हामी के लेख्न सक्छौं 1/8 प्लस 2/8 लेख्न सक्छौं नि। किनकि डिनोमिनेटर सेम भयो भने न्युमिनेटर जोडेर आउँछ नि त। हो यसरी चाहिँ हामी अब यसमा पनि के गर्छौं सेम त्यस्तै गर्छौं। अब हेर्नुस् यहाँ के गर्छौं डिनोमिनेटरमा sin 8a छ नि, सो अब हामी न्युमिनेटरलाई छुट्याउँछौं। अब यसलाई छुट्याउनको लागि 2 cos स्क्वायर 4a अपन sin 8a बीचमा माइनस अनि 1 अपन sin 8a यो यसरी किन छुट्याएको भन्दाखेरि अब हामीलाई फर्मुलामा ल्याउन सजिलो हुन्छ र यो बेसिक म्याथमेटिकल प्रिन्सिपलमै रहेर गरेको हो। जथाभावी केही गरेका छैनौं हामीले यहाँ। तपाईहरु यसलाई चाहिँ डिनोमिनेटर सेम भयो भने न्युमिनेटर जोडिन्छ नि त। 2 cos स्क्वायर 4a माइनस 1 भएर फेरि यहाँ यो टर्म जस्ताको जस्तै यो टर्म आउँछ। त्यही भएर यो टर्मलाई चाहिँ हामी सिम्प्लिफाई गरेर यो टर्ममा लेख्न सक्छौं यसरी ठीक छ नि। यो बेसिक फ्र्याक्सनकै रुल हो ठीक छ। अब यो बुझ्नु भयो भने मलाई कमेन्ट गर्नु होला, म सेपरेटली भिडियो बनाएर बुझाइदिन्छु ठीक छ नि। अब चाहिँ हामी यहाँ के गर्न सक्छौं हेर्नुस् त यो माइनस लिएर अब चाहिँ यो ब्र्याकेटलाई खोल्ने माइनसले मल्टिप्लाई गर्नुपर्छ ब्र्याकेट भित्रको टर्म्सहरुलाई ताकि यो बाहिर निस्किन्छ ठीक छ नि। सो यो माइनसले मल्टिप्लाई गरेको मेन चाहिँ बिगार्ने भनेको यही हो के यहाँ चाहिँ ब्र्याकेट दिन नछोड्नु होला। ब्र्याकेट दिनुभयो भने तपाईलाई सजिलो हुन्छ 2 cos स्क्वायर 4a र ब्र्याकेट भन्दा बाहिर निकाल्नलाई जहिले पनि
अगाडिको साइन लिएर मल्टिप्लाई गर्नुपर्ने हुन्छ। यहाँ प्लस भएको भए त केही आवश्यकै पर्थेन, माइनस छ भने माइनसले यसलाई मल्टिप्लाई गऱ्यो भने यो टर्म आयो र माइनसले फेरि 1/sin 8 यसलाई मल्टिप्लाई गऱ्यो भने माइनस माइनस प्लस हुन जान्छ। सो 1/sin 8a ठीक छ। अब यसलाई म स्क्रोल गरेँ इक्वल्स टु यो अगाडिको टर्मलाई जस्ताको त्यस्तै लेख्नु होला cot a माइनस अब हेर्नुस् त 2 cos स्क्वायर 4a र यो टर्म हेर्नुस् ल यो रेड कलरले अन्डरलाइन गरेको मैले बुझाउनलाई sin 8a लाई sin यस्तो लेख्न सक्छौं sin 8a लाई हामी sin 2 * 4a यस्तो लेख्न सक्छौं 2 थीटा को फर्ममा ल्याएको के sin 2 थीटा को फर्ममा ल्याएको यसरी लेख्न भन्दा के हामीलाई फर्मुला लगाउन सजिलो हुन्छ। त्यही भएर म यहाँ चाहिँ त्यो गरि राखिन डाइरेक्ट फर्मुला लगाइदिए ठीक छ नि। यहाँ रफमा एकछिन लेखिदिन्छु ताकि तपाईलाई बुझ्न सजिलो होस्। यो जुन रेड कलरको अन्डरलाइन छ नि यो sin 8a लाई हामीले के गरेको भन्दाखेरि sin 8a लाई हामीले sin 2 डट यसरी 4a किनकि 4 * 2 8 भयो नि अनि यो के भयो sin 2 थीटा को फर्ममा गयो नि र sin 2 थीटा को फर्मुला के हुन्छ 2 sin थीटा cos थीटा ठीक छ नि। यसरी हामीले लेख्छौं यहाँ। सो हामी यहाँ डाइरेक्ट फर्मुला लगाउँछौं यो sin 8a लाई हामी के लेख्न सक्छौं 2 sin 4a डट cos 4a ठीक छ। सबै कुरा मैले प्रिन्सिपलमै रहेर गरेको छु जथाभावी केही पनि गरेको छैन अहिलेसम्म र 1/sin 8 लाई हामी के लेख्न सक्छौं तपाईले इन्भर्सको फर्मुला पढ्नु भएको होला cosec 8a ठीक छ नि। अब यो टर्मलाई हामी केही चलाउँदैनौं यो टर्म हाम्रो एउटा आयो बिस्तारै राइट ह्यान्डको टर्महरु आउँदै जान्छ। अब यो टर्ममा हेरौं ल यो cos स्क्वायर 4a छ र cos 4a छ यो 2 र 2 त क्यान्सल भयो र cos 4a कटेर के हुन्छ यो पनि यता कट्यो र एउटा टर्म यहाँ रहिहाल्छ नि त माथिमा हो त्यो चाहिँ अब हामी यहाँ हेर्छौं ठीक छ नि। यो cos 4a कट्छ यहाँ एकैछिन म यसलाई काटिन अहिले यहाँ हेर्नुस् त cot a जस्ताको त्यस्तै लेखियो टर्मलाई माइनस अब यो 2 2 त क्यान्सल भयो र यो cos 4a र cos स्क्वायर 4a एउटा टर्म कट्छ र रिमेनिङ के रहन्छ एउटा टर्म रहिहाल्छ नि त हाम्रो यो टर्मलाई यसरी काट्यो भने योबाट त एउटा दुईटा टर्म मात्रै रहन्छ नि त अब त्यसो हाम्रो के भयो cos 4a ठीक छ नि अपन sin 4a त्यसैगरी यतापटिको टर्म cosec 8a ठीक छ। अब नेक्स्टमा जाउँ अब हामी के गर्ने फेरि सेम रिपिट गर्ने के कहाँ रिपिट गर्ने भन्दाखेरि यो 8 लाई जस्ताको त्यस्तै छोड्दिने cosec 8a लाई र यसमा अब चाहिँ cos 2 थीटा को फर्ममा फेरि यसलाई लग्ने यसलाई हामी के लेख्न सक्छौं cos 4a लाई चाहिँ हामी cos 2 डट 2a लेख्न सक्छौं नि यसरी हो यसरी नै लेख्ने यसलाई पनि र cos 2 थीटा को फर्मुलामा लग्ने। अब मैले यहाँ त्यो लेखिराखिन ताकि धेरै लेन्दी हुन जान्छ नि त यसलाई हामी cos 2 थीटा को फर्मुला लेख्यो भने के हुन्छ 2 cos स्क्वायर थीटा माइनस 1 अपन sin 4 अल्फा यो थीटा भनेको मैले फर्मुला याद गरे त्यसरी गरे हुन्छ नि त त्यही भएर त्यसरी पढेको तर लेख्ने चाहिँ यसको एंगल लेख्ने हो थीटा लेख्ने होइन ठीक छ नि cosec 8a। अब यो cos 4 लाई चाहिँ हामीले के गरेको यो टर्मलाई चाहिँ हामी के गरेको यहाँ रफमा यसरी म देखाइदिन्छु तपाईहरुले रफ देखाइराख्नु पर्ने आवश्यक हुँदैन। cos 4a लाई चाहिँ हामीले के गरेको भन्दाखेरि cos 2 डट 2a लेखेको मतलब cos 2 थीटा को फर्ममा ल्याएको हो र cos 2 थीटा को फर्ममा ल्याएपछि फर्मुला के हुन्छ 2 cos स्क्वायर थीटा र थीटा भनेको यहाँ 2a हो माइनस 1 यसरी हामीले लेखेको हो ठीक छ नि। यो a को ठाउँमा थीटा को ठाउँमा अल्फा नै लेख्ने हो यहाँ ठीक छ। अब फेरि हामी के गर्ने सेम अब प्रोसेस रिपिटै हुन जान्छ के माइनस अब यो टर्मलाई फेरि छुट्याउने 2 cos स्क्वायर 2a अपन sin 4a minus 1/sin 4a plus cosec 8a ठीक छ। अब हेर्नुस् त cot a माइनस अब यहाँ चाहिँ हामी के गर्छौं भन्दाखेरि यसरी त छुट्यायौं हैन अब छुट्याएर चाहिँ यो माइनसले यसमा मल्टिप्लाई गर्छौं र यसलाई ब्र्याकेट भन्दा बाहिर निकाल्छौं के आयो 2 cos स्क्वायर 2 यहाँ चाहिँ ध्यान दिनु होला तपाईहरु यो माइनस अगाडि राखेपछि यसलाई जस्तै यो एकैछिन ल
यहाँबाट हामीले cos 4a लाई 2 cos स्क्वायर थीटा माइनस 1 ल्यायौ नि यो त एउटा यो यति मात्रै त टर्म हो नि यो भित्रको यसमा यो माइनससँग कुनै पनि रिलेसन हुँदैन के त्यसै भएर यसलाई चाहिँ हामी के गर्छौं ब्र्याकेट भित्र राख्छौं सुरुमा अनि चाहिँ फर्मुला लगाउँछौं र त्यसपछि माइनस लिएर मल्टिप्लाई गरेर यसलाई छुट्याउँछौं ठीक छ नि न त फेरि गल्ती होला sin 4a अब यो माइनस लिएर भित्रमा मल्टिप्लाई गरौँ के आउँछ प्लस 1 by sin 4a ठीक छ प्लस cosec 8a जस्ताको त्यस्तै इक्वल्स टु cot a माइनस अब यहाँ हेर्नुस् त यसलाई चाहिँ हामी के गर्न सक्छौं 2 cos स्क्वायर 2a लाई जस्ताको त्यस्तै र डिनोमिनेटरलाई चाहिँ हामी sin 2 थीटा को फर्ममा लगाउन सक्छौं नि sin 4a छ भने यसलाई sin 2 * 2a sin 2 थीटा को फर्ममा गयो त यो के भयो 2 sin 2a डट cos 2a प्लस 1 by sin 4a के भयो cosec 4a प्लस cosec 8a ठीक छ नि अब यो यसमा पनि हेर्नुस् यो 2 र यो 2 क्यान्सल अनि cos 2a एउटा क्यान्सल र एउटा क्यान्सल एउटा बाँकी माथि cos 2a रह्यो नि त ठीक छ cot a माइनस cos 2a अपन sin 2a प्लस cosec 4a प्लस cosec 8a ठीक छ त्यसैगरी अब हाम्रो यहाँ राइट साइडमा हेर्दै जानुस् त यहाँ दुईटा टर्म आयो नि त अब बिस्तारै हाम्रो यो चाहिँ लेफ्ट ह्यान्ड टर्महरु आइरहेको छ अब यहाँ चाहिँ हामी के गर्छौं cos 2a यसमा पनि अब सेमै त्यही अघिको स्टेप गर्छौं तर अब यहाँ चाहिँ छुट्याएर राख्नु परेन cot a अब हेर्नुस् यसलाई चाहिँ ब्र्याकेटमा राख्दिन्छु cos 2 थीटा को फर्मुला के हुन्छ 2 cos स्क्वायर थीटा माइनस 1 तर यहाँ a को a नै हुन्छ किनकि यो अब डबल एंगल फर्म भयो र डिनोमिनेटरमा sin 2a लाई जस्ताको त्यस्तै राख्दिनुस् 2a प्लस अब यता हेर्नुस् cosec 4a प्लस cosec 8a ठीक छ अब यसलाई के गर्ने cot a माइनस र यसलाई अब छुट्याउने भित्रैमा टर्महरु छुट्टिन्छ नि त अघिको जस्तै 2 cos स्क्वायर a अपन sin 2a माइनस 1 by sin 2a ठीक छ प्लस cosec 4a प्लस cosec 8a इक्वल्स टु अब हेर्नुस् त cot a माइनस अब हेर्नुस् यहाँ अब यो माइनसलाई मल्टिप्लाई गरेर ब्र्याकेटलाई बाहिर निकाल्ने सो 2 cos स्क्वायर a अपन sin 2a अनि माइनसले चाहिँ यसलाई माइनस मल्टिप्लाई गर्यो भने माइनस माइनस के हुन्छ प्लस ब्र्याकेट भन्दा बाहिर निकाल्न त आउँछ होला नि तपाईहरुलाई मल्टिप्लाई गरेर साइन लिएर सो यो बेसिक सिम्प्लिफिकेसनकै रुल हो cosec 4a प्लस cosec 8a ठीक छ नि अब यहाँ हेर्नुस् त cot a जस्ताको त्यस्तै लेखौं माइनस अब यहाँ हेर्नुस् त 2 cos स्क्वायर र तल के छ sin 2a छ नि त माथि चाहिँ जस्ताको त्यस्तै लेखौं 2 cos स्क्वायर a तर sin 2 थीटा को फर्ममा आउन जान्छ नि त sin 2 थीटा के हुन्छ फर्मुला 2 sin थीटा cos थीटा प्लस 1 by sin 2a के हो cosec 2a रेसिप्रोकल को फर्मुला cosec 4a प्लस cosec 8a ठीक छ नि अब हेर्नुस् यो टर्ममा यहाँ देखाए फेरि 2 र 2 क्यान्सल sin जस्ताको त्यस्तै cos 1 र cos स्क्वायर छ नि त एउटा यहाँ अझै बाँकी रहिहाल्यो cos स्क्वायर a मा दुईटा cos a छ नि त एउटा कटेर एउटा चाहिँ बाँकी छ cot a माइनस cos a by sin a प्लस अब यो यता cosec 2a प्लस cosec 4a प्लस cosec 8a इक्वल्स टु cot a माइनस cos a by sin a के हुन्छ cot a
प्लस अब यो जस्ताको त्यस्तै टर्मलाई सारिरहेको छु cosec 2a प्लस cosec 4a प्लस cosec 8a र यो हाम्रो cot a र cot a कट्यो नि त यहाँ प्लस छ यहाँ माइनस छ त्यही भएर यो हाम्रो कट्यो ठीक छ नि र रिमेनिङ टर्म के भयो यति कति आयो cosec 2a प्लस cosec 4a प्लस cosec 8a ठीक छ यति हाम्रो टर्म आयो र यो नै हाम्रो के हो लेफ्ट ह्यान्ड साइड हो नि हाम्रो यो लेफ्ट ह्यान्ड साइड सो हाम्रो हेन्स अब हेन्स प्रुभड यसरी हामी लेख्न सक्छौं अब यसलाई म सरल माथिदेखि तल जुम आउट गरेर हेराउँछु cosec 2a cosec 4a प्लस cosec 8a नै हामीलाई प्रुभ गर्न भनेको थियो नि हेर्नुस् त cosec 2a cosec 4a cosec 8a बिस्तारै म स्क्रोल गर्दै छु हामीले चाहिँ बिस्तारै एउटै प्रोसेस प्राय रिपिट भएको छ ओके सो यसरी हामीले प्रुफ गर्न सफल भयो एनी डाउट कमेन्ट गर्नु होला आई विल रिप्लाई